हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल। आज तपाईँहरूलाई देखाउने छु मेरो सानो र फुलबारीको नि फुलहरूको विषयमा। हाम्रो यो अर्किड छ, यो चाहिँ फेलेनोप्सिस भन्छ हो। यो अर्किडहरू चाहिँ नि सबै अर्किडमा चाहिँ नि यसरी कोपिला बसेको छ, सुट आइरहेको छ फुल्नुको लागि। हाम्रो फर्स्ट ल्याउँदा चाहिँ कतिवटा थियो, 250वटामा चाहिँ हो। अन्त साह्रै सानो सानो हुनाले गर्दाखेरि चाहिँ कतिवटा प्रायः जस्तो मरे पनि हो। यति साह्रो केयर गर्दा पनि अब त्यसलाई बचाउनु सकेन। कति चाहिँ साह्रै सानो बिरुवाहरू थियो, त्यसलाई चाहिँ अब अरू जति पनि अब रहेकोहरू चाहिँ यस्तो फुल्दैछ हो। अहिले चाहिँ यति डरलाग्दो भएको छ कि तपाईँहरूलाई देखाउनु लायकको भएको थियो र चाहिँ आज मैले भिडियो गर्दैछु। मेरो यो भिडियोलाई चाहिँ तपाईँले लास्टसम्म हेरिदिनुहोस्, किनभने एउटा हाम्रो बस्तीमा है यसरी फुल फुलाउनु सक्दाखेरि चाहिँ यति खुसी लाग्दो रहेछ कि यति साह्रो अब रमाइलो हुँदो रहेछ हो। फेलेनोप्सिस भन्छ यसलाई, चाहिँ मुन अर्किड पनि भन्दो रहेछ हो। अन्त यो फुल चाहिँ कति भेराइटीको छ भने चाहिँ यसमा चाहिँ 5 भेराइटीको छ। यो पर्पलहरू भयो, अन्त वाइटमा छ हो, यल्लोमा पनि छ। यसमा यहाँ एकदमै पिङ्क पनि छ। यति साह्रो कलर चाहिँ यति साह्रो दामी दामी कलर छ कि तपाईँले चाहिँ यो फुललाई चाहिँ यसो हेरेर चाहिँ तपाईँले पनि एउटा रमाइलो मनोरञ्जन लिनुहुन्छ भन्ने मैले आशा गर्दछु। हेर्नु सबै कोपिला बसेको छ। मेरो यो सानो फुलबारीको फुलहरू तपाईँहरूलाई देखाउन गइरहेको छु। यो सबै हेर्नुहोस् है, एकदम यो सानोमा पनि छ हो, यसमै फेरि ठुलोमा पनि छ। यस्तो भेराइटीको हुन्छ यो अर्किडहरू चाहिँ, यो फेलेनोप्सिस चाहिँ। यो बस्नु पनि पुरै बस्छ। कोपिला फक्रिनु पनि टाइम लाग्छ, फक्रिसकेपछि यो फुल पनि पुरै बस्छ। यसको चाहिँ 4-5 महिनासम्म फुल बस्छ यसको चाहिँ। हेर्नुहोस् सबै कोपिला लागेर चाहिँ यति डरलाग्दो भएको छ। आफूले मेहनत गरेर यसरी फुल फुलाउनु पाउँदाखेरि यति साह्रो खुसी लाग्दो रहेछ कि। यहाँ हाम्रो सानो फुलबारी छ, यसमा चाहिँ अब हामीले यसरी अर्किड रोपेर चाहिँ फुलाइरहेको छौँ। पानी पनि लाउनु हुँदैछ हो। फुल बिहान बेलुकै यस्तो यति साह्रो केयर गर्नुपर्छ कि नानीहरूलाई जस्तै अब सानो सानो किराहरू आएर यसको पत्ताहरूलाई उयो गरिदिन्छ, खाइदिन्छ, कोपिलाहरू खाइदिन्छ। अन्त पुरा याद गर्नुपर्छ। यसरी पानीहरू लगाएपछि यसरी पानीहरूलाई पनि यसरी पत्तामा बस्नु दिनु हुँदैन। यो सबै अहिले सफा गर्नुपर्छ, पुस्नुपर्छ। म फेरि पनि तपाईँहरूलाई यो फुलहरूको विषयमा फेरि तपाईँहरूलाई जानकारी दिनेछु। भिडियोहरू सानो देखाउने छु, तपाईँहरू हेरिदिँदै गर्नुहोला। हवस् त, धन्यवाद।